गुन्द्रुकको सेलरोटी खाँदा खाँदा वाक्क लागेको छ भने आउनुहोस् मेरो स्टाइलमा गुन्द्रुक पकाएर खाउँ है त आज। पहिला तेल बसाउने अनि त्यसपछि तेल तातिसकेपछि चाहिँ भटमास भुट्ने अनि भुटेर निकाल्ने अनि त्यसपछि फेरि अलिकति तेल थप्ने अनि त्यसमा चाहिँ जिरा धनियाँको गेडाहरू हाल्ने एकछिन फुराउने त्यसपछि प्याज हाल्ने अनि त्यो चाहिँ सिलौटोमा थिचिएको आलु हो ल त्यो आलुलाई एकछिन भुट्ने अनि त्यो भुटिसकेपछि अदुवा लसुनको पेस्ट हाल्ने अनि त्यसपछि गुन्द्रुक हाल्ने अनि अरू मसलाहरू के खानुहुन्छ खुर्सानी अनि त्यसपछि नुन स्वाद अनुसार अनि जिराको धुलो हालिसकेपछि एकछिन भुट्ने अनि मसँग मकैको पिठो थिएन के त्यही भएर फापरको पिठो हालेको छु यसले पनि मिठो हुन्छ। फापरको पिठो हाल्ने अनि पानी हालेर बुक्लुक बुक्लुक उमाल्न छोड्दिने अनि एकछिन छोपिदिनु होला छोपेर निकालिसकेपछि हेर्नुहोस् त कस्तो राम्रो लपक्क परेको गुन्द्रुक हुन्छ। भटमास चाहिँ मलाई कुरुङ कुरुङ गरेको मिठ लाग्ने भएर पछि हाल्छु अनि भटमास हालेर एकछिन चलाइदिने अनि एकछिन उमालिसकेपछि त एकदम रेडी भयो गुन्द्रुक। यसरी नै बनाएर खानुहोस् ल।